सो फ्रेन्ड्स वेलकम छ बिएसके व्लग्समा हैन। त्यसै गरी आज हामी बनाइरहेको छौँ स्कुलमा भ्लग हैन। दोस्त चाहिँ यहाँ आएर बिहान बिहान बसिरहेको छ गाइस। यही भन्न चाहन्छु र आज हाम्रो चाहिँ स्कुलमा खेलकुद कार्यक्रम भएको भएर हामी चाहिँ यहाँ साथीभाइहरू ग्यादरिङ भएका छौँ र द्याट्स इट। अनि यो च्यानललाई चाहिँ सेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। थ्याङ्क यू गाइस। थ्याङ्क यू। ल यसै गरी होइन सबैजना गरौँ होइन। यी बहिनीहरू चाहिँ आइरहेको छन् सब्सक्राइब गर्ने भनेर होइन। ल बहिनी के भन्न चाहन्छौ? हजुर म के भन्न चाहन्छु हाम्रो स्कुलमा नपढिदिनु होला। बहिनीहरू त दाइरेक्ट नपढिदिनु होला भनेर गरिरहेको छन् होइन। हामी होइन स्कुलबाट आइसक्यो होइन। अब गइरहेको छौँ हल्का आलुबारीतिर हल्का आलु गोड्नु छ होइन। आलु गोड्न गइरहेको छौँ। आइज देखाउनु छ हामी होइन। सो फ्रेन्ड्स हामी पुगिसकेको छौँ होइन आलुबारीतिर। यी हेर्न सक्नुहुन्छ आलु होइन। अहिले यो चाहिँ गोड्नु छ होइन। अहिले गोड्ने हो। उता मम्मी गोड्दै राख्नु भएको छ। गएर देखाउँ होइन। हाम्रो मम्मी चाहिँ आलु गोडिराख्नु भएको छ होइन। त्यहाँ खै दिनु मम्मी म गोड्छु आलु दिनु अगाडि आन भाइ। हामी चाहिँ आलु गोड्छौँ होइन। अब अगाडि आन अगाउँछ अगाडि आन लेख्छौँ यस्तै नगर्दा हुन्छ बटन अफ हुन्छ होइन। यस्तो माइकहरू हामी चाहिँ यस्तै आलु गोडिरहेको छौँ होइन। अब खेततिर लगाएपछि गोडिहाल्नुपर्छ हल्का फुल्का। मम्मी चाहिँ हामीलाई भिडियोबाट देखेर मुस्कुराइरहेको छ पुरा हाँसिदिइरहेको छ लास्टै। त्यो आलु गोडिसकेको छौँ होइन। त्यसै गरी हाम्रो रिकी पनि आएको छ हेर्नको लागि। हेर्नु है कस्तो हेरिदिइरहेको छ यो। आलु कति गऱ्यो भनेर हेर्न आएको छ। यी पुरा चेक गरिरहेको छ। के भन्नेस्? नै यो त बोल्दैन होइन। भ्याउ गर्छ बोल्न त सक्दैन। हामीले यति गोडिसकेको छौँ। यति धेरै आलु लगाएको छौँ देखा होइन। यति धेरै आलु लगाएको छौँ हामीले आफ्नो खेतमा होइन। अब हेरौँ यसमा त कति निस्किन्छ आलु चाहिँ। खेत चाहिँ तल पनि छ यहाँ माथि पनि छ होइन। माथि चाहिँ ठिकठाकै छ होइन। यो चाहिँ घाँस हो है हाम्रो भैँसीको लागि। के भन्छन् यो घाँसको नाम? अब घाँसको नाम चाहिँ ठ्याक्कै याद आएन मलाई होइन। घाँस चाहिँ यो हो। यी कति राम्रोसँग भएको छ होइन। अब यसलाई काटेर भैँसीलाई खिलाउने हो। अनि दुध दिन्छ भैँसी। दुध खाने हो आदि बेचिदिने हो। त्यही हो होइन। बाँकी चाहिँ कुरा यस्तै हो। बाँकी हामी काम गरिरहेको छौँ अहिले। पछितिर हल्का अब भिडियो अपलोड गरौँला भन्दै म अहिलेलाई बिदा भएँ।